बुढी छोराको खिसा आएछ पैसा छैन यही पाठो भए पनि बेचेर फिस तिर्नु पर्ला पाठापाठी पनि सानै छन् के गर्नु फिस त तिर्नै पर्यो तिम्रो मेरो सपना त पुरा गर्नै पर्यो नि ल्याउ खै रस्सीमा बाँधेर ल्याउ त रस्सी त छैन यति के पुग्ला र यसको फी बुझाउन पनि अनि साँझ अचार आउनलाई हुन्छ बढी हुन्छ ल शरीरले नसक्दै काममा जानु पर्दैन बरु आज घरमै आराम गर्नुस् न है बुढी मेरो सपना भनेको छोरालाई इन्सपेक्टर बनाउनु हो म यसरी घरमै आराम गरे भने मेरो सपना अधुरो रहन्छ छोरालाई हेर त कस्तो ध्यान दिएर पढेको छ बुढो तपाईको औषधि सकिएको पनि हप्ता दिन भइसक्यो अब यसरी खोक्दै बसेर हुन्न तपाई अस्पताल गइहाल्नु पर्छ बुढी मेरो चिन्ता नलिगा म एकदम ठीक छु बाबा हजुरलाई साह्रै गाह्रो भयो जस्तो छ आजदेखि हजुर घरमै बसेर आराम गर्नुस् म काममा जान्छु बाबु मलाई केही भएको छैन हल्का खोकी मात्रै हो तिमी पढेर इन्सपेक्टर बन्नुपर्छ बाबा तपाईँ आज एकदम कमजोर हुनु भएको छ र खोकी पनि दिन प्रतिदिन बढ्दै गएको छ तपाईलाई अब आरामको जरुरत छ त्यसैले म काममा हिँड्छु म पढाइ छोडिदिन्छु छोरा हेर छोरा म कमजोर भएको छैन म बाँचुन्जेलसम्म जति दुःख कष्ट आए पनि म तँलाई पढाउँछु मेरो सपना भनेको तँलाई इन्सपेक्टर बनाउनु हो छोरा लायो पैसा कपी किनेर राम्रोसँग पढ्नु बुढा यो पैसा त तपाईले औषधि गर्न भनेर राखेको होइन हो बुवा यो पैसाले
हजुरको औषधि किन्नुपर्छ। लौ न आमा। बुढा किन्नुहोस् न उपचार गर्न जाउँ। किन्नुहोस् उठ्नुहोस्। बुढी मेरो खोकी औषधिले होइन, छोरा अघि बढेपछि हुन्छ। बाबु तिमीले मेरो सपना पुरा गर्नुपर्छ। हस् बाबा। भयो जस्तो छ तपाईलाई। आउनु पानी आएर जानु होला। खोकी पनि साह्रै लागेको रहेछ तपाईँलाई। लानुहोस् पानी खानु, बिस्तारै खानु है, अर्केला। अन्त औषधि त लिइराख्नु भएको छ नि टाइममा। यो औषधि छुटेर खोकीले पक्रेको अझै तपाईँलाई। अनि दाइ यसरी शरीरले नसकी काम गऱ्यो भने त गाह्रो हुन्छ दाइ। अब बुढेसकाल लिनु छोड्यो, शरीरले पनि साथ दिन छोडे जस्तो छ। शरीरले साथ छोडेको त उहिले नै हो। होइन दाइ, अब त भाइ पनि ठुलो भइसक्यो। अब उसलाई काम गर्न लगाएर काम गर्छ, 2-4 पैसा कमाउँछ, कलेज आफै पढ्छ। अब तपाईँ घरमा आराम गर्नु पर्यो। उसले काम गर्नु भनेको उसको पढाइमा बाधा पर्नु हो। म एकमुठी पढाउँदासम्म म काम गर्छु भाइ। दाइ यसरी आफ्नो शरीरलाई जोखिम पारेर काम गर्न त गाह्रो हुन्छ दाइ। यस्तो गर्नु हुँदैन। हुन त अब तपाईँलाई के सिकाउनु, जान्ने बुझ्ने मान्छे हुनुहुन्छ, विचार पुऱ्याउनुहोस् दाइ। भाइ ख्याल राख्नुहोस् आफ्नो। हुन्छ भाइ, ल भाइ बिस्तारै जानु होला। हुन्छ।
हस्पिटल जाम भन्दा पनि मान्ने होइन ए बुढा हस्पिटल जाम न भने के भयो खुट्टामा कपडा पनि मान्नु भएको छ हेर रगत पनि कति बगेको के भयो बुढा केही होइन बुढी सानो काटेको छ त्यो हिँडेर हो त्यो खुन बगेको तिमी चिन्ता नलिग 2-4 दिनमा सन्चो भइहाल्छ नि खोइ देखाउनुहोस् त कति धेरै काटेको यो त टाउका लगाउनु पर्छ हस्पिटल जाम बुढा हस्पिटल जानु त पैसा हुनु पर्यो नि बुढी हाम्रो गरिबको घरमा दुःख भन्दा अरू के नै छ र बरु बारीमा गएर बनमाराको मुल त्यो लगाएपछि त पैसा सन्चो भइहाल्छ बाबु छोरा हजुर आमा बुढाको ख्याल गर म बारीमा पुगेर आउँछु है हस् आमा बाबा हजुरलाई साह्रै गाह्रो भएछ तपाईँ अब घरमै आराम गर्नुहोस् म स्कुल छोडेर भोलिदेखि नै काम गर्छु चुप लाग म अझ मरेको छैन म जिउँदो हुँदासम्म पढाइ छोडेर काम गर्नु त के सोच्ने पनि होइन बुझिराख बुढा तपाईँ यसरी नरिसाउनुहोस् मनलाई शान्त पार्नुहोस् हेर्नुहोस् त औषधि छुटेको पनि कति धेरै दिन भइसक्यो डाक्टरले भनेको थियो औषधि खाएन भने शरीरलाई खतरा हुँदै जान्छ भनेर म तपाईँको यो अवस्था हेर्न सक्दिनँ मलाई थाहा छ बुढी तिमीले धेरै दुःख कष्ट सहेर बसेकी छौ र तिमीलाई पनि थाहा छ यो सबै छोराको भविष्यको लागि त हो नि ल बुढी हामीले जति कुरा गरे पनि हाम्रो दुःख हट्दैन जाऊ छोरालाई खाना देऊ छोराले मात्र होइन अब तपाईँले पनि खानुपर्छ दिनुहोस् भित्र मेरो शरीर धेरै दुखेको छ म आराम गर्छु तिमीले छोरालाई खाना देऊ बाबा तपाईँ
भित्रै बुढा उठ्नुहोस्। बाबा बाबा के भयो हजुरलाई अनि यो कुन बाबा बाबा के भयो छोरा म अब बाँच्दिनँ होला बाबा तपाईँ नहात्दिनु तपाईँलाई केही हुँदैन म मरे भने मेरो नाममा मन्दिर बनाइदिनु है बाबु तपाईँलाई केही हुन्न बाबा तपाईँलाई केही हुन्न तपाईँ नहात्दिनुहोस् तपाईँ न आमा 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 ए आमा ओइ के भयो किन चिच्याइरहेको यहाँ तुरन्तै आइहाल्नु त बाबालाई के भयो छिट्टो आइहाल्नु के भन्छ यो बाबा बाबा तपाईँले केही हुँदैन टेन्सन नलिनु बाबु छोरा छोरा ए आमा आमा छिटो भित्र आउनु न बाबालाई के भयो बाबा 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 के भयो बाबा के भयो बुढा बुढा के हुँदैन तपाईँले बाबा बाबा बुढा बाबा 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 आदरणीय आमा बुवा दाजुभाइ दिदीबहिनीहरू र उपस्थित हुनुभएका सम्पूर्णलाई मेरो नमस्कार। आज हामी यहाँ भेला हुनुको कारण इन्सपेक्टर तुलबहादुर तामाङ सरले हाम्रो मन्दिर निर्माण गर्न आफ्नो स्वर्गीय बाबा टिकाज्यूको नामबाट शुभारम्भ गर्दै हुनुहुन्छ। आज स्वर्गीय टिकाज्यूको कारणले हामीले मन्दिर स्थापना गर्न सफल भएका छौँ। त्यसैले सबैजना 1 मिनेटको लागि उहाँको आत्मालाई शान्ति मिलोस् भनी मौन धारण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। धन्यवाद। आजको यस कार्यक्रममा आफ्नो भनाइ राखिदिनु हुन इन्सपेक्टर तुलबहादुरज्यूलाई हार्दिक अनुरोध गर्दछु। धन्यवाद छ यस कार्यक्रमका सञ्चालकज्यू र यहाँ उपस्थित हुनुभएका दिदी बहिनी दाजुभाइ र बुवा आमालाई मेरो नमस्कार। आज म
मेरो बाबाको कारणले यो अवस्थामा छु। उहाँ एउटा मजदुर हुनुहुन्थ्यो। ती दिन सम्झिँदा आँखा रसाएर आउँछ। बाबा बिरामी हुँदा पनि मलाई पढाइ इन्सपेक्टर बनाउनका लागि कति दिन आफूले दबाई नखाइकन बाबा आमाले दुःख कष्ट गर्नुभयो। बाबा आमाले खाना नखाई यो सपनालाई कायम राख्नुभयो र आज म इन्सपेक्टर उहाँहरूकै कारणले छु। बाबाले पालन पोषण मात्रै होइन, आफ्ना हरेक दुःख सुख लुकाई यो परिवारलाई खुसी राख्नुभयो र उहाँ बाबाको रूपमा भगवान हुनुहुन्छ। र आगामी दिनहरूमा यो गाउँ समाजलाई त्यही परिआएको खण्डमा म सधैँ हजुरहरूलाई साथ दिनेछु। धन्यवाद।